पनि लुकिरहेछ हो उसले घर बनाउँदै थियो नि त यो वाल बनाउँदाखेरि होइन पहिला मगाइदियो होइन अहिले चाहिँ आफूलाई साह्रो परिरहेछ यहाँ दादाको भिडियो पो हेरेर आएर छ के भन्दैछ दादाले छिटो गर किन ढिलो झगडले बुक छोड्दै आउँछ डल्लै औ मैले भित्र कोठा बढाउँदैछ ल तिम्रो सब्जी डढेछ ल यता म त के भनेको हेरे टु माई च्यानल र सबै साथीहरूलाई मेरो तर्फबाट गुड मर्निङ र फाइनली अहिले चाहिँ मेरो पनि लुकिरहेछ हो उसले घर बनाउँदै थियो नि त किन लुकेको लुक्नु हुँदैन नि त अन्त पो साथीहरूले देख्छ मन पराउँछ तिमी त खालि लुक्दो रहेछ सो फाइनली गाइस अहिले चाहिँ होइन ऊ र म चाहिँ काममा अब व्यस्त छ उसले चाहिँ घर बनाउँदैछ होइन टक्क म चाहिँ उता होइन रडमा अर्का सर्भिस पेपर लगाएर चाहिँ कलर लगाउने काम गर्दैछु होइन अब आमा चाहिँ धुप बाल्नु रहेछ र आज साझा बिहानको भ्लग तपाईँसँग राखिरहेको छु र अहिले चाहिँ हेर्नुहोस् म घरभित्र छु अहिले चाहिँ म काम गर्नु आँटेको सो फाइनली गाइस हेर्नुहोस् हामीले चाहिँ नि साथीहरू यो रड लिएको छु हो यो रड चाहिँ अब मिस्त्रीले चाहिँ पहिल्यै होइन यो वाल बनाउँदाखेरि होइन पहिला मगाइदियो होइन अहिले चाहिँ आफूलाई साह्रो परिरहेछ किनभने होइन यो कुरो त अब यो सकेर माथि जुन गेटको माथि छाना लगाउँछ नि त्यसको लागि चाहिँ ल्याएको थियो पहिला मगाएर चाहिँ सबै खिया पारेर बहुत साह्रो परिरहेछ कि अब यसले घसेर पेन्ट गरेर अन्त मात्रै यहाँ लगायो हुन्छ देखाइदिन्छु ल म यो खुट्टी पनि यो खुट्टी र यो खुट्टीको यसमा चाहिँ छाना बस्छ के र अहिले हाम्रो आमा चाहिँ भाँडा मोलिरहेछ यहाँ दुईजना अघि थाकेर सुतिरहेको चाहिँ यहाँ पनि सो फाइनली गाइस अहिले चाहिँ म यो काम सकेर चाहिँ तपाईँहरूसँग भेट्ने छु अहिलेको लागि अब चाहिँ यसमा पेन्ट गर्ने काम राखेको छ यसलाई चाहिँ म पेन्ट गरिसकिहाल्छु ल तिमीले चाहिँ के हो खाना खाएर त्यत्तिकै राखेको डल्ले औ खाना खाइसकेर मोबाइल पो हेर्ने तिम्रो काम हेर्दैन त आएर टाउको हल्लाउला हेर न साथीहरू खाना खाएर यहाँ दादाको भिडियो पो हेरेर आएर छ के भन्दैछ दादाले बगान खोल्नुपर्छ भनिरहेको छ भिडियो हेरेर पनि भन्न सक्दो रहेछ दादाले के भन्दैछ जति अहिले आई भोट मागी मागी यस्तो गर्छु उस्तो गर्छु भन्दैछ नि गर्नु चाहिँ पर्छ भन्दैछ के तिमी पनि चाहिँदैन हामीलाई बगान भन्ने भइगयो किनभने गाउँ बसेर पनि यसो रोजगार भयो भने भइगयो होइन र बाटो बनाएर के गर्ने बाटो खाने क्या हो काम गर्नुपर्छ गाउँमा बसेर आफ्नो फ्यामिलीसँग बसेर होइन बस्नु पायो भने गाउँमा यस्तो रोजगार छ भने को चाहिँ जान्छ बाहिर होइन त्यो चाहिँ छैन के मेन एक्चुअली यो तुलसीपाडा डुवर्समा चाहिँ त्यो छैन अनि यो दाले जे भन्छ सही कुरा गर्दैछ यसमा चाहिँ म पनि सहमत छु तिमी छ सहमत यता हेर भन नि त यता हेर नि त हो एउटा साथीहरू हातमा सबै रातो भएर छु सबै रडमा कलर पनि धरिसक्यो अहिले भाँडा मोल्नु जाने भन्छ भाँडा मलाई मोल्नु आउँछ फेरि अहिले चाहिँ साथीहरू यो गेटको काम चलिरहेको छ अब यो गेटलाई चाहिँ टक्क यहाँ लगाउनु छ त्यही कारणले पुरा खोप्दैछ तर रटै भेटेको छैन यहाँ त तिमीले के खाएको ओडाले औ के खाएको मुरै मुरै खाँदै यहाँ हेर्नु ल काम गरेको हेर्नु ल के भन्छ अरे अनुहारमा के लाग्छ ए कलर लागेको छ ए जान्छौ अहिले उसलाई चाहिँ मैले म्यानेजरलाई यहाँ हेरौँ ल काम हेरौँ ल अब मेरो काम चाहिँ साथीहरू मैले मन्दिर बनाएको थियो त्यसमा चाहिँ अब पेन्ट गर्नु छ मेरो काम चाहिँ हेरौँ ल मैले मन्दिर बनाएको छु मजाको बनाएको छु मन्दिरहरू ल म चाहिँ यो कपडा लाउँछु नि त कलर अहिले चाहिँ यता काम गरिरहेको छ म चाहिँ यता काम गर्नु आँटेको उसले चाहिँ खाइरहेको छ खाना मैले बनाएको हो अब यो पेन्ट गरेपछि कस्तो हुन्छ हेरौँ ल यसलाई म मजाले पेन्ट गर्छु ल काम गर्दा गर्दा लाइन पनि गयो अब खाना खान्छु ल म दोकान भर्खर सुतेर उठेको जस्तो देखिरहेको छ तिमीलाई त खाना पस्का भोक लाग्यो लाइन पनि गयो लाइन पनि आएको छैन औ के लिएको अन्त्रो औ यता हो नि त ल के गरेको अन्त्रो
बोल्दैन फेरि यता र नि त लु छिटो यता लुकेट मी चाहिँ गाइस 4 बजिसकेको छ हो अहिलेसम्म पनि काम सकेको छैन किनभने अहिले लाइन गएको कारणले चाहिँ काम अड्किरहेको थियो अहिले भर्खरै लाइन आएर चाहिँ काम चलिरहेको छ हाम्रो मिस्त्रीहरू काममा लागिरहेछ गेटको उयो भइरहेछ हो यहाँ चाहिँ हाम्रो डल्लीले होइन खाना कामहरू सकेर चाहिँ उसले लुगा धुँदैछ जहिले पनि अब ऊ चाहिँ लुक्छ मात्रै हो यहाँ चाहिँ हाम्रो सिस्टर बसिरहेको छ अब सबैजना राम्रै बनेर मात्रै बनाउनु खोज्छ भिडियो पनि चाहिँ हाम्रो आमा बसिरहेको छ त्यसको टुप पार्नै हो के गरेको यो यो स्टाइल हो अब गाइस मेरो पनि अब मोबाइलमा चार्ज सकिएर गएको छ म नि यसो चार्ज गर्छु सो गाइस तपाईँलाई मेरो भिडियो मन पऱ्यो भने मेरो भिडियोलाई लाइक र सब्सक्राइब गरिदिनुहोस् ल सो गाइस यो चाहिँ मेरो घर हो अब चाहिँ म चार्ज गर्छु है साथी हो सो गाइस बाई बाई